दिनको 200 गरेर 2 दिनको 600 अनि फेरि यो ट्याक्स अलग्गै 200 रुपियाँ। कति भन्छ कति काट्छ खै के हो। ओ दामी छ भ्यू चाहिँ। हिँड्दै जानु पर्दैछ। Hello guys, welcome back to our channel. आज चाहिँ हामी जाँदैछ एउटा सर्ट ट्रिपमा। हाम्रो ब्याग्सहरू रेडी छ। यता आउनु न। कहिले पनि आउँदैन, मैले मात्रै स्टार्ट गर्नुपर्छ, कहिले आउँदैन। अन्त हामी कहाँ जाँदैछ त्यो चाहिँ अहिले भन्दैन हो, त्यो चाहिँ तपाईँहरू हाम्रो ब्लगमा मेरो क्राउन लाउँदैछु गाइस हो। लेट्स गो। हामी निस्केको अब वेदर चाहिँ हामी एउटा क्विक पेट्रोल स्टपको लागि आएको। गरम भयो पुरा पेट भयो। अब चाहिँ हामी यहाँबाट निस्केको। ओके सो अब चाहिँ हामी दुधिया पुग्न आएको। दुधे यहाँ चाहिँ बाटो बिग्रिरहेको रहेछ। बिग्रेको होइन, त्यो अस्ति रेनी सिजनमा बिग्रेको नि फुल नयाँ बनाउनु। ए हो यो नयाँ फुल। अन्त हामी अब घुमेर फेरि फर्किँदैछ। यस्तो रहेछ यहाँनिर। तिम्रो साथीहरू हेर न, भाइ नभनेको आफ्नो साथीहरूलाई। मेरो जोक्सतिर चाहिँ म आफै हाँस्नु छ। भ्यू देखाउने मान्छेले मलाई भिड मात्रै देखायो। के भन्नु चाहनुहुन्छ? हजुर अब कति घन्टा छ? परेसम्म त कुनै त अब थाहा छैन कति घन्टा छ। मेबी 2 आवर्स होला। पुग्छ त्यहाँको त अब कति सक्छ। आयौँ अब यहाँनिर भान्सार काट्नु। यो जग्गामा चाहिँ ट्याक्स दिनुपर्छ। भान्सार मात्रै काटेर चाहिँ हुँदैन। भान्सार काटेर यहाँ रोक्छ भने थियो, रोकेन। अन्त रोकेन भनेर गएको भित्रै गयो भने चाहिँ फेरि ट्याक्स तिरेको छैन भने चाहिँ फेरि अलग्गै फाइन, बेसी फाइन तिराउँछ। भान्सार मात्रै काटेर चाहिँ हुँदैन, ट्याक्स पनि तिर्नुपर्छ। अन्त हामी त गएकै भएको थियो। अन्त यहाँनिर कोहीको रोक्छ भने थियो, कोही कसले रोकेन भरे त लास्टमा जाँदाखेरि पो रियलाइज भयो ए हामी त गएकै भयो भनेर फेरि फर्केर आएको हामी यहाँ। यो कुखुरा कस्तो खालके बाइक पनि त 800 भइसक्यो। अर्को कुरा के हो, बाइकको कति लाग्दैछ भनिदिनु त यहाँ। दिनको 200 गरेर 2 दिनको 600 अनि फेरि यो ट्याक्स अलग्गै 200 रुपियाँ। ट्याक्स चाहिँ कति अरे? 200। गाडीको त झन् बेसी नै छ, बेसी नै होला। बाइकको चाहिँ अलिक कम्ती पर्दो रहेछ, तर गाडी लिएर आउनु भएछ भने चाहिँ अलिक महँगै पर्ने रहेछ। यहाँ चाहिँ रहेछ नेपालको बुद्ध पार्क हो। बुद्ध पार्कभित्र जानु पनि एन्ट्री फिस लाग्दो रहेछ। एन्ट्री फिस चाहिँ हो तपाईँको 30 रुपिस नेपालको 30 रुपिस। हिसाब किताब चाहिँ हामीले अलिकति बुझ्दैन हो, कति भन्छ कति काट्छ खै के हो होइन। त्यो 20 चाहिँ इन्डियाको भएको छ होइन। अन्त टिकटमा चाहिँ नेपाली 30 लिन्छ। 30 60 भयो होइन। 60 मिन्स मैं नेपाली नि त 40 रुपिस। नेपाली पढ्नु पर्छ नि त उसले है। इन्डिया फर्क, इन्डियाको 20 मात्र फर्क नि।
यो चाहिँ भेनस रेस्टुरेन्ट एन्ड होटल हो। यहाँको चाहिँ खाना राम्रो थियो। पहिला 2023 3 साल अगाडि पेरेन्ट्सहरूसँग दादा भाउजू हामी मम्मीसँग आएको थियो। खाना सबै कुरो राम्रो थियो, त्यही कारण पनि उसलाई पनि यहीँ लिएर आएको। टी, चाउमिन, फ्राइड राइस जे पनि चाहेको थियो सबै राम्रो थियो, त्यही भएर चाहिँ यहाँ लिएर आएको। सो वी डिसाइडेड द्याट हामी बाहिरै बस्छौँ भनेर। फर्स्ट चाहिँ मलाई लाग्यो बाहिर भन्दाखेरि चाहिँ यो बाहिर हो कि, अनि मलाई एकदमै मन परेन। बट देन इट वाज दिस। ओके, नाइस प्लेस। लेट्स सी मेन्यूमा के हुँदो रहेछ। सो यहाँबाट चाहिँ भ्यू चाहिँ एकदमै दामी देख्दो रहेछ। घाम लागेर क्लियर छ भने झन् दामी देख्छ। भ्यू चाहिँ दामी रहेछ यहाँनिर, मजाको रहेछ भ्यू। पानी परेर हामी चाहिँ भित्र आउनु पर्यो, यहाँनिर सर्नु पर्यो। हार्डसिपमा रहेछ फ्राइड राइस को खाना चाहिँ दामी थियो। अब हामी फेरि कहाँको यहाँको देखाउँ न त्यो नाम। यहाँको मैले अघि देखाएको थिएँ हुनु त। इफ तपाईँहरू आफ्नो फ्यामिलीसँग आउनुहुँदैछ भने यहाँ भिजिट गर्न सक्नुहुन्छ हो, यहाँनिर खान सक्नुहुन्छ। यहाँको खाना एकदमै राम्रो, अन्त प्राइस पनि एकदमै रिजनेबल थियो हो है। खाना पनि मिठो, अन्त क्वान्टिटी पनि बेसी नै थियो यहाँको खाना। यति पनि कति बेसी देख्थ्यो। पानी चाहिँ परेको छैन अहिले। बङ्गालमा चाहिँ पऱ्यो। ओ दामी छ भ्यू चाहिँ, वाउ। गरेर देखाउनु पर्छ होला फोटो चाहिँ लु हेर्नुहोस् है, यस्तो चल्दैन होला। कति जग्गामा के सिक्रेट हेर्नु। मलाई कस्टमर त्यसै आइरह्यो बाबा भनेर। यता चाहिँ बाटो बिग्रेको रहेछ। के पहिरो गएको होला हौ है, के हो यस्तो बाटोमा त पानीमा चिप्लिन्छ नि। के त लहरा चाहिँ भक्कु थुप्रेछ पर गएर। यो त उड्दै आएको अब कहाँ जानु। यहाँबाट हिँड्दै जानु पर्दैछ बिकज यो बाटो इज भेरी खतरनाक। खतरनाक भन्दा लड्ने डर हुन्छ भनेर मलाई हिँड्दै जाउँ भने। ओके, बाटो चाहिँ अलिक बिग्रेको रहेछ। अघिसम्म चाहिँ दामी थियो बाटो हो, दामी 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 भन्दा भन्दै यस्तो पो रहेछ बाटो त। पानी परेको चाहिँ रड्दै हुन्छ है। त्यही त, अलिकति भुलि आउँदाखेरि चाहिँ अलिक पानी परेको भने रड्दै हुन्छ। अलिक सुक्खा पानी चाहिँ रड्दै पर्छ। तर तिमी याद गऱ्यौ हामी ओह्रालो झर्दैछौँ नि, त्यहाँ एउटा पनि छैन। यहाँ उकालो आएको दिनको मात्रै छ है, यतापट्टि आएको हो। In 200 meters, keep right at the fork. आइपुग्यो हाम्रो प्याराडाइस रिजोर्ट।
Paradise Resort पुग्यो हामी मेरो भैयाजीले बोक्यो मेरो ब्यागहरू बाटो यस्तो बिग्रेको त्यही माथि गुगल म्यापहरू पनि हामीले हिजो डाउनलोड गरेर लिएर आएको थियो होइन अब यहाँ त नेटवर्कहरू छैन सिमै त चल्दैन अन्त हामीले डाउनलोड गरेर ल्याएको थियो बिचमा त कन्फ्युज भएर हामी अर्कै बाटो झन्डै पुग्यो हो फेरि फर्केर त्यो बाटो आयो अब बल्ल बल्ल पुगेको छ रहेछ कटेजहरू त यहाँनिर कटेज नम्बर 4 रहेछ यो चाहिँ 5 रिसेप्सन एरिया पढ्नु थाल्यो टाइममै पुगेछ हामी कुन चाहिँ हो कुनि हाम्रो रिजर्भ त्यही बसेको भए पुग्ने रहेछ म त अरूमा यत्रो उकालो आएँ अरू बुकिङ पनि छ के हामी मात्र अरू छैन होला भोलि मात्रै छ आज छैन अक्सिजन भएर नि त्यो हजुर फेरि बाटो पुरा बिग्रेछ नि त अब चाहिँ हाम्रो भयो डिनर मेरो चाहिँ मटन राइस हो उसको चाहिँ चिकन राइस ए सरी थकाली हिजो त मैले मजाले रिभ्युज दिनु सकिनँ बिकज आई वाज भेरी टायर्ड यस के भन्दै थियो भन्दा खानाहरू पनि एकदमै राम्रो रहेछ है हजुर मेरो हस्बेन्ड स्पेसियस छ यस खानाहरू पनि राम्रो रहेछ अहिले जस्ट नाउ वी ह्याड आवर ब्रेकफास्ट त्यो पनि राम्रै थियो है ठिकै थियो यस सो तपाईँहरू श्री अन्तु भिजिट गर्नुहुँदैछ भने तपाईँहरू यहाँ भिजिट गर्न सक्नुहुन्छ प्राइस पनि ठिकै थियो है प्राइस त ओके नै थियो राम्रै थियो प्लस बेडहरू पनि उनीहरूको सर्भिसिङ पनि राम्रै थियो हिजो हामीलाई चाहिँ अब रुम नम्बर 1 सँग चाहिँ प्रब्लम भएको थियो लाइक मलाई चाहिँ मन परेको थिएन अन्त उनीहरूले देन दियो रुम नम्बर 2 चाहिँ मजाले सफा गरेर हामी त्यहाँनिर सिफ्ट भयो सो यस सर्भिसिङ पनि राम्रै थियो खानाहरू पनि राम्रै थियो प्राइसिङ पनि ओके सो इफ यु आर भिजिटिङ टु श्री अन्तु तपाईँहरू यहाँ भिजिट गर्न सक्नुहुन्छ थ्याङ्क यू फर वाचिङ ल भन्नु त छिटो थ्याङ्क यू सो बाई